थाहा थियो यो राइड गाह्रो हुनेवाला छ, तर यति धेरै गाह्रो हुनेवाला छ यो सोचेको पनि थिएन। मनसुन अफिसियली सुरु भएसँगै इन्टरनेटबाट धेरै थोरै इन्फर्मेसन लिएर हामी निस्क्यौँ हेलम्बुमा रहेको सुरसिङ झरनाको खोजमा। पाउने 7 भएछ अहिले। हामी घरबाट लगभग 5:30 बजीतिर निक्लेको थियौँ। जान चाहिँ हामी सुरसिङ भनेर हिँडेको, तर सोचेको जस्तो मौसम भइरहेको छैन। यहाँ आइपुग्दा चाहिँ मौसम चाहिँ लास्टै अनप्रेडिक्टेबल भयो क्या। मलाई चाहिँ यो सुरसिङ झर्ना जान एकदम रहर थियो, जुन भाइरल पनि भइरहेको थियो होइन। अब तर हामी बिहान छिटो उठेर चाहिँ निस्केको, यो मौसम चाहिँ हामीले सोचे जस्तो भएन कि। अब घाम लाग्ला यहाँबाट त पुरा हिमाल देख्ने ठाउँ थियो, तर के भन्नु मौसम पुरै आज असार 15 यो पानी पर्ला जस्तो भएर दुम्म भएर आयो। हेरौँ कस्तो हुन्छ। अब जस पानी चाहिँ नपर्दै हुन्थ्यो भन्ने आश गरेको। बिहानै 5:30 बजे उठेर अहिले हामी आइपुगेका छौँ जर्सिङ पौवामा। सुरसिङ झरनाको यो एडभेन्चरस खोजमा आफ्नो लिमिटलाई पुस गर्दै एउटा अविस्मरणीय राइडमा जाँदैछौँ म अनि मेरो साथी सुमन। केही नदेख्ने कि हुस्सोले अगाडि त हुस्सोले अगाडि हेर्न केही नदेखिरहेछ। त्यही भने कस्तो अँध्यारो मानव कस्तो दुम्म के। ब्रेकै लागेन यार पछाडिको। के भन्छ यो मुला ब्रेकै लागेन पछाडिको के हो ला हो र। अनि पुरै बाटो त ओह्रालो छ त यार। पछाडिको ब्रेकै लागेको छैन यार। अगाडिको त लागिरहेको छ नि। अगाडिको त लागिरहेछ। फेरि के भयो त यार। शिट छुट्यो क्या ब्रेक। यहाँ कता छ कति बज्यो अहिले? अब त तलै जानुपर्छ होला। 7:30 त भयो। खै ब्रेकै लागेको छैन पछाडिको। ल 0 छ। मेलम्ची नै पुग्नुपर्छ होला हो बनाउनलाई। छैन कि अचानक त लाग्दै छोडेर ब्रेकै। छिने त रोके छैन कि छैन है। वायर नै छुट्यो जस्तो छ। वायर त छुट्या छैन। के लाग्यो जस्तो भयो र अहिले? अघि त तलसम्म गएको थियो, अहिले फेरि गएन। ओके एकचोटि हेर्छु। चेक गर्नु अहिले है। पख लाग्यो फेरि अहिले त। लाग्यो? है के भएर रहेछ त अघि? लाग्यो त झ्याप्यो अन्त। के भयो त अघि यार? खोइ अचानक त नलागिदिइरहेको कि डरै लागेर धन्न लाग्यो यार। अचानक के भयो लाग्यो नि अहिले त। अघि त छुकै थिएन भनेको पछाडिको ब्रेक त। सातौँ गयो। हामी चाहिँ अब खाजा खान लागेको। 8:30 भइसकेको छ। हामी यहाँ मेलम्चीमा आइपुग्यो बल्ल बल्ल। जस मौसमले साथ दिइरहेको छ अहिलेसम्म चाहिँ। जस पानी परेको छैन। जस पानी चाहिँ नपरोस्, बरु घाम नलागे पनि केही छैन, तर धुम्म धुम्म चाहिँ भइरहेको छ। तर यहाँ चाहिँ अलि आनन्द छ। पहिला दबाएर खाजा खाउँ होइन। मजाले खाजा खाउँ पहिला। जे नहुन्थ्यो त्यही भयो। अब पानी चाहिँ नपर्दै हुन्थ्यो भने अब पानी सिमसिम परिरहेको छ। अब लाग्छ माथिसम्म जाँदाखेरि चाहिँ भिजोकै होला कि।
पहिला रेनकोट किन्नु यार, पानी त ठुलै पर्ला जस्तो भयो। हत तेरिका। नसोचेको भयो नसोचेको भयो। यहाँ पाउला त रेनकोट छ। सानो चाहिँ यस्तो लामो त्यसबाट साँचेको हामी त सोर्सिङ झर्नासम्म जानु लाग्यो कि। जे नहोस् भनेर हामी अहिलेसम्म सोचिरहेका थियौँ त्यही भयो, पानी पर्यो, त्यो पनि एकदमै ठुलो। तर हामीले आज जसरी पनि सुरसिङ झरना पुग्ने डिसिजन गरिसकेका थियौँ। चिसो छ त यार। दिमागबाट लिएको डिसिजनलाई फेरि सोच्न सकिन्छ, तर मनबाट लिएको डिसिजनलाई सोच्नुपर्ने जरुरत पर्दैन। रेनकोट ओढेर भए पनि हामी अघि बढ्न थाल्यौँ। लगातार पानी परेकोले होला बाटो निकै हिलो अनि चिप्लो थियो, तर पनि हामी सम्हालिएर अघि बढ्दै थियौँ। रोक्नु यार एकछिन। यार कता गयो म त झर्ना पानी रोक्यो। आकाश त खोल्यो। यतिको भइदियो हुन्थ्यो। हाम्रो ततिर पानी परिरहेको छ भन्छन्। अब पानी रोकिहाल्यो, 1 घन्टा ढिलो भइसक्यो। एकछिन जानुपर्छ अब। यार हामी चाहिँ धेरै ढिलो भइसक्यो। अब चाहिँ दायाँमा कतै नरोकी सुसु छ यार। हो धेरै ढिलो भइसक्यो। 9 बजी पुग्ने हुने ठाउँमा 10 बजे हामी यहीँ छौँ। सुसु जाउँ है। ल जाउँ अब जाउँ। हामी अब मेलम्चीबाट धेरै माथि आइपुगेका छौँ, तर कहाँ आइपुग्यो भने त्यो थाहा छैन। तर यता हेरे मौसम पुरा बादल आएर पुरै पानी पलाएको छ, डुम्म भएको छ। यता भने घाम लागिरहेको छ। हामी बिचमा छौँ, कहाँ आइपुग्यो थाहा छैन। मान्छेले सोध्यो भने कसैले 45 मिनट भन्छ, कसैले 1 घन्टा, कसैले 1.5 घन्टा भनिरहेको छ। बाटो एकदमै अफ रोड छ। हिलो चिप्लो बाटो राइड गरेर हामी अहिले मेलम्ची भन्दा निकै माथि आइपुगेका छौँ, तर कहाँ त्यो भने थाहा छैन। यहाँको मौसम त झन् के भन्न सकिने, के हो के हो। पानी पर्यो यार, फेरि पानी पर्यो। पानी पानी होला जस्तो छ आज यार। जाउँ है, जाउँ। ल जाउँ 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 जाउँ। जाउँ, पानी पर्यो। जति जति हामी अघि बढ्दै जाँदै थियौँ, त्यति नै बाटो अनि मौसम दुवै खराब हुँदै जाँदै थियो। हामीलाई यार मजाले थियो, ठिक्क भयो। धेरै आनन्द भयो जस। अचानक नै नसोचेको कुरा भएको थियो। मौसम सफा र खुल्ला भएर घाम लाग्न थालेको थियो। झर्ना पनि घाम लाग्यो। जाउँ जाउँ यार, झर्ना पनि घाम लागिसक्यो, जाउँ। अब चाहिँ बेलैमा जाउँ। त्यही नजिकै दौडेरै जाउँ जस्तो लाग्ने। अब भने जम 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 जम। ठ्याक्कै 12 बजे 12 बजिसक्यो। आइपुग्यो। सबैजना फ्रेन्डली है, मिठो बोल्ने। त्यो मैले त्यही भन्न खोजेको अघि। जो पनि होइन हेर्ने कि अनुहारमा हेरिराख्नु। ओइ तल जाने बाटो त डेन्जर रहेछ। तल जाँदा डेन्जर रहेछ बाटो। त्यही भने खतराकै बाटो है, त्यही भनेको डेन्जर रहेछ। ओए आइपुग्यो क्या हामी। अन्तिम डेस्टिनेसन यही जस्तो लाग्यो। आइपुगेको हो त हामी। लगभग 12:30। हामीले सोचे भन्दा चाहिँ धेरै ढिलो, 2-3 घन्टै ढिलो भइसक्यो हामी। आउँदाखेरि फेरि पानी सानी पर्यो। अहिले चाहिँ हामी यो झर्ना नजिकै आइपुग्यो।
झर्ना चाहिँ यहाँबाट अझै 10-15 मिनट जति हिँडेर जानुपर्छ अरे। त्यहाँ दाइले भन्नुभएको पानी परेर झर्ना पनि ठुलो भएको छ भनेको छ। केही अप्ठ्यारो अनि केही सुन्दर बाटो राइड गरेपछि ढिलै भए पनि हामी झरनाको नजिकै आइपुगेका थियौँ। ए भनेकोबाट माथि जस्तो छ यतैबाट होला। सुरेन अँ म त लास्टै थाकेँ यार। अब कति माथि छ? होला धेरै छैन होला। जस्ट झर्नाको आवाज चाहिँ सुनिरहेको छु, लाग्छ नजिकै होला। आइपुग्यो जस्तो चाहिँ यहाँ। देखिरहेको छ झर्ना। अब धेरै टाढो छैन होला। हामी यहीँबाट जानु देखिरहेको छ। एउटा यस्तो भर्खर देखाएको छ। आफ्नो मलाई यहाँ लागेछ जुम यार। सामान त पहिला मेरो निकाल्नु पर्यो। छिन लागिसकेको छ। आता त बोलिसक्यो ल। कति हो जुका त आमा। डेन्जर जुका लाग्दो रहेछ है। एकदमै जुका यार मेरो पनि। यहाँ एउटा दो छिटो कुद्नुपर्छ अब। दिस इज सुरसिङ झरना। कुनै ठाउँ यस्तो पनि हुन्छ जहाँ पुग्नको लागि जति नै गाह्रो अप्ठ्यारो भए तापनि त्यस ठाउँको सुन्दरताले त्यो सबै गाह्रो अनि अप्ठ्यारो बिर्साइदिन्छ। सायद यो ठाउँ पनि यस्तै रहेछ। हेलम्बुको काखमा लुकेको एउटा सुन्दर उपहार हो सुरसिङ झरना। काठमाडौँ नजिकैको यो हिडन जेमले प्रकृतिको छुट्टै अनुभव गराउँछ। हरियाली जङ्गल र झरनाको मधुर आवाजमा हराउन एकपटक यहाँ अवश्य पुग्नै पर्ने हुन्छ। हेर्दा हेर्दै 3 पनि मन लागिसक्यो। अहिलेसम्म खाना नि खाएको छैन। त्यही मेलम्चीमा खाजा खाएको मात्रै हो। त्यहाँदेखि केही पनि खाएको छैन। ओभरअल आजको दिन चाहिँ भन्नुपर्दाखेरि बिहान पानी पर्यो, आउँदाखेरि हुस्सु पनि लाग्यो। 3-4 चोटि पानी पर्यो, भिड्दै आयो होइन। तर यहाँ आउँदाखेरि चाहिँ मौसमले एकदम हामीलाई साथ दियो। यहाँसम्म आइपुग्न पक्कै पनि त्यति सजिलो थिएन। घन्टौँको कठिन यात्रा, उकालो ओह्रालोले यो यात्रालाई झन अझ एडभेन्चरस बनाएको थियो। अफ रोड बाइक राइड, जुकाको टोकाइ, त्यो सब पार गरेर यहाँ आइपुगिसकेपछि भन्नै पर्छ, इट्स टोटली वर्थ इट।